ल आज चाहिँ हामी पढ्न जाँदैछौँ सामाजिकको एकाइ एकको पाठ एक समाज विकास। यो चाहिँ अब कक्षा 9को है। त्यसपछि अब समाज भयो, समाजको भाग यसमा चाहिँ दुई भाग हुनेछन्। त्यो मध्ये चाहिँ समाजको अवधारणा चाहिँ पहिलो भाग। समाज भनेको के हो? अब जस्तै मानव समाज भनेको चाहिँ अब विभिन्न जात जातीय भाषा बोल्ने मानिसहरू, त्यसपछि अलग प्रकारका संस्कृति भएका मानिसहरू, अलग अलग संस्कृति भएका मानिसहरू थियो। अनि विभिन्न कला सिपहरू भएका मानिसहरू आदि इत्यादिहरू सबै चाहिँ एकसाथ एकता कायम गर्दै मिलनसार हुँदै बस्नु नै एक ठाउँमा निश्चित ठाउँमा बस्नु नै समाज हो। अब यहाँ चाहिँ के लेखेको छ त्यो हेरौँ है। समाज साझा उद्देश्य, परिवर्तनमुखी र विकासमुखी मानव संस्था हो। यसको मतलब चाहिँ समाजको एउटा उद्देश्य हुन्छ, यसले यो परिवर्तन यसमा परिवर्तन भइरहेको छ, यसको विकास पनि भइरहेको छ। अनि यो चाहिँ मानवको संस्था माने मानवले निर्माण गरेको कुरो हो। अनि त्यसपछि यो मानिसकोहरू बिचमा आपसी सम्बन्ध, समझदारी र सहकार्यको एउटा गतिशील भनेको चाहिँ के हो? अब जस्तै हामी मानिसको एउटा इक्जाम्पल लिऊँ नि। अब मानिसहरू चाहिँ अब सधैँ चाहिँ त एउटै रहन्नन्, कहिले न कहिले बड्डो त हुने नै हो। मतलब बच्चादेखि जवानदेखि बुढा बड्डो यस्तो यस्तो हुने नै हो नि। अनि तब चाहिँ हाम्रो शरीरमा परिवर्तन आउँछ क्या। जब जवान हुन्छौँ हाम्रो शरीर राम्रो हुन्छ, फुर्तिलो हुन्छ। अनि फेरि बड्डो हुँदा चाहिँ अब केही विभिन्न प्रकार अब रोग लाग्न सक्छन्, जिउ बुढो हुनसक्छ अब आदि इत्यादि। त्यस्तै गरी समाज पनि एउटा गतिशील हो क्या। यो कहिले पनि एकै नासै रहन्न। समाज चाहिँ अब जहिले पनि प्रत्येक दिन फरक फरक हुँदै गइरहेको छ। अब तपाईँले हेर्नु न, आजकल अब जस्तै कुनै पनि एउटा टोलको जस्तै उदाहरण लिऊँ। जस्तै एउटा गोरक्षी टोल भन्ने छ नि। अब तपाईँले गोरक्षी टोलमा चाहिँ पहिला सायद रोड नहुन सक्थ्यो कि अब खानेपानीको राम्रो सुविधा नहुन सक्थ्यो। त्यसपछि सामाजिक सञ्जाल प्रयोग गर्ने हुन्थेन होला कि, अब आदि इत्यादि शिक्षा पनि हुन्थेन कि, यातायातको सुविधा पनि थिएन कि। अब अहिले चाहिँ हेर्नु के गोरक्षी टोलमा चाहिँ अब यातायातको सुविधा छ, रोड निर्माण भएर। त्यसपछि शिक्षा पनि राम्रै छ, विद्यालयहरू खुलेका छन् राम्रा प्रतिष्ठित। अनि त्यसपछि खानेपानी जस्तै अब तपाईँको खानेपानीको लागि सुविधा पनि प्रदान गरेको छ सरकारले आदि इत्यादि के। अब समाज भनेको चाहिँ कहिले पनि एकनासै हुँदैन, यति चाहिँ हो कुरो। अनि त्यसपछि अब किन चाहिन्छ समाज चाहिँ, एकचोटि चाहिँ यो डेफिनेसन चाहिँ पढौँ। मानिस एक सामाजिक प्राणी हो। ऊ एक्लै बसेर आफ्नो सम्पूर्ण भौतिक, मानसिक र सुरक्षा सम्बन्धी आवश्यकताहरू पुरा गर्न असमर्थ हुन्छ। त्यसैले आपसी सहयोग लागि समाज आवश्यक पर्छ। यो कुराले चाहिँ के भन्न खोजेको छ कि अब मानिस चाहिँ अब एक्लै चाहिँ आफ्नो कुराहरू मतलब आवश्यकताहरू चाहिँ पुरा गर्न सक्दैन। अनि त्यसैले चाहिँ अब मानिसले चाहिँ आफ्नो आवश्यकता पुरा गर्न चाहिँ समाज चाहिन्छ। अब जस्तै चाहिँ मानौँ नि, अब हामी जस्तो आम नागरिक के, अब जस्तै कोहीले खेती गर्छ भने उसलाई त कपडा सिलाउन चाहिँ आउन्न होला, सायद आए पनि उसले चाहिँ अब सबै काम त गर्न सक्दैन नि। अब उसले किसानीसँगै अब कपडा पनि सिलाउनु, अनि त्यसपछि व्यापार पनि गर्नु, अनि आदि इत्यादि पसल पनि गर्नु, यस्ता कुराहरू चाहिँ अब गर्न नसक्ला। अनि उसले चाहिँ मतलब एकअर्कामा निर्भर हुन्छन्। अब जस्तै होटल चलाउनेवालालाई सामग्रीहरू चाहिन्छन्, तरकारी फलफुल आदि इत्यादिहरू यिनीहरू चाहिँ किसानबाट लिन्छ। अब किसानलाई चाहिँ अब त्यो तरकारी बनाउनको लागि चाहिँ, अनि किसानलाई चाहिँ अब
उसको तरकारी फलफुल चाहिँ अब उब्जाउ गर्नको लागि चाहिँ अब तपाईँको के चाहिन्छ होला, फर्टिलाइजर मतलब मल चाहिन्छ, अब त्यसको लागि छर्किने औषधि चाहियो, त्यसपछि आदि इत्यादि पानी पनि चाहिएला, आदि इत्यादि यस्ता यस्ता कुराहरू चाहिएला। अब त्यही भएर चाहिँ किसान मतलब एक अर्कामा व्यक्ति चाहिँ निर्भर हुनुपर्दछ, त्यसैले समाज चाहिन्छ। त्यसपछि हाम्रो आयो समाजका मुख्य विशेषताहरू नि। अब समाजको विशेषता के छ, यसको साझा उद्देश्य हुन्छ। समाजको मतलब सबै सदस्यहरूको हित सुरक्षित र साझा आवश्यकता पुरा गर्नु। अब कसैलाई शिक्षा आवश्यक छ भने शिक्षा प्रदान गर्नु, अनि त्यसपछि कोहीलाई यातायातको सुविधा छ भने यातायातको सुविधा प्रदान गर्नु। अनि समाज चाहिँ गतिशील माने कहिले पनि एकनास नहुनु, प्रत्येक दिन विकास मतलब फरक हुनु। अनि त्यसै गरी भन्छ परस्पर निर्भरता। समाजमा बसेर हरेक व्यक्ति आफ्नो दैनिकी जीवनयापन लागि अरू सदस्यहरूमा निर्भर हुन पर्दछ। अब जस्तै मैले तपाईँलाई किसान त्यही व्यापारीको जस्तो सिकायो, त्यस्तै पनि यही हो। हामी चाहिँ अरूमा निर्भर हामी अरू चाहिँ हामी माथि निर्भर हुन्छ, हामी चाहिँ अरूमाथि निर्भर हुन्छ। यो माकुराको अब जालो जस्तै हो, अब एकअर्कामा निर्भर हुनु। अब त्यस्तै आयो हाम्रो भाग 2, समुदाय र यसको महत्त्व। समुदाय भनेको के चाहियो? समुदाय भनेको चाहिँ निश्चित भौगोलिक क्षेत्रमा बसेर र साझा जीवनशैली भएका मानिसहरूको समूह समुदाय हो। यसमा चाहिँ यस्तो हुन्छ कि कुनै पनि जातीय भाषा धर्म संस्कृति मान्नेका मानिसहरू चाहिँ एउटै ठाउँमा चाहिँ आफ्नो एउटा सानो समुदाय बनाएर चाहिँ बस्छन्। यसको भूगोल निश्चित हुन्छ, अनि यसमा चाहिँ हामी भन्ने एकता भावना हुन्छ, किनकि अब उसले त आफ्नै परिवार जस्तै मान्छ, आफ्नै जातिको भाषाको मिल्ने रहनसहनले गर्दा चाहिँ आफ्नो एकता भावना राख्छ। अनि त्यसै गरी साझा रहनसहन र सहयोग, साझा भाषा रीतिथिति र संस्कृति गर्दा समुदायका मानिसहरूबीच घनिष्ठ र प्रत्यक्ष सम्बन्ध कायम हुन्छ। अब यसमा चाहिँ सबै मिल्यो भने, जस्तै तपाईँ र मेरो भाषा मिल्यो भने चाहिँ हामी चाहिँ राम्रो आवश्यकता पुरा आफ्ना एकअर्काका आवश्यकताहरू पुरा गर्दै चाहिँ अब मिलनसार भएर बस्न सक्छौँ। आफ्नो भाषा के अरे संस्कृतिहरू पनि मिल्यो भने त सँगै बस्छौँ। त्यस्तै गरी आउँछ अब अर्को, समाज र समुदायको बिचमा तुलना। यसमा चाहिँ साथीहरू 4 भागमा चाहिँ मैले अब तुलना गरेको छु। अब क्षेत्र र आकार, यो समाज है ल, यो व्यापक हुन्छ, अमूर्त र ठुलो आकारमा हुन्छ। अनि त्यसै गरी समुदाय पनि यो अपेक्षाकृत सानो र मूर्त प्रत्यक्ष देखिने हुन्छ। एकैछिन है हुन्छ। अनि साथै त्यसपछि भूगोलको रूपमा चाहिँ पनि विभाजन गरेको छ। यसका लागि निश्चित भूगोल सिमाना अनिवार्य हुँदैन, किनकि अब समाज भनेको चाहिँ अब विभिन्न जाति धर्मका मानिसहरू, तिनीहरू त अब टोल मिलाएर बस्ने कारण अब टोलमा चाहिँ हुन त समुदाय पनि बनाउन मिल्यो, बिना नबनाएर पनि टोल बनाउन मिल्यो। अब यो चाहिँ फैलिएको हुन्छ क्या चारौँतर्फ, त्यही भएर यसको चाहिँ निश्चित भूगोल हुँदैन। अनि त्यसपछि आयो चाहिँ समुदाय। यो निश्चित भूगोल क्षेत्रभित्र मात्रै केन्द्रित हुन्छ, किनकि अब जस्तै थारू समुदाय मानौँ नि, अब थारू समुदाय चाहिँ एक न एक ठाउँमा चाहिँ गएर त समाप्त अन्तिम त हुन्छ, उसको सिमाना त हुन्छ। किनकि अब वरपरका अब कुनै न कुनै टोल होला, छेत्री टोल होला कि सायद बाहुन टोल होला कि अब मगर टोल आदि इत्यादि। अब साथै आयो भावना। अब समाजमा चाहिँ कस्तो हुन्छ, आवश्यकता र कर्तव्यमा आधारित हुन्छ। अब जस्तै मलाई कसैको केही आवश्यक छ, म आवश्यकता अनुसार नै उसँग व्यवहार आदि इत्यादि गर्न सक्छु। अनि त्यसपछि आफ्नो कर्तव्य निभाउने, अब सानालाई माया गर्ने, ठुलोको आदर गर्ने, त्यसपछि राम्रा कुरा सिकाउने समाजका व्यक्तिहरूलाई, त्यसपछि नराम्रो कुनै पनि कार्यहरू नहुन दिने आदि इत्यादि।
अब त्यसमा चाहिँ आउँछ समुदाय। समुदायमा चाहिँ यसमा चाहिँ गहिरो र प्रत्यक्ष हामी भावना हुन्छ। यसमा चाहिँ आफ्नै परिवार सम्झेर चाहिँ अब गरिन्छ कुराकानीहरू। अब आफ्नै भावना भइहाल्छ। विविधता, जातीय भाषा र संस्कृतिमा धेरै विविधता हुनसक्छ। किनकि अब जाति भाषा र संस्कृतिमा विविधता हुनुको कारण चाहिँ अब समाजमा तपाईँको चाहिँ थारू पनि बस्न मिल्यो, त्यसपछि अब बाहुन पनि बस्न मिल्यो, मगर पनि बस्न, छेत्री पनि बस्न मिल्यो। अब जुन कुनै पनि धर्म जाति को मान्छे पनि अब सँगै बसोबास गर्न मिल्यो। अब त्यसपछि आउँछ समुदाय। समुदायमा सामान्यतया वेशभूषा र रीतिथितीमा समानता बढी हुन्छ। अब त समुदायको कुरा आयो। अब मगर समुदायमा त मगरका मान्छे रहने भयो, उनका भाषा मिल्ने भयो, उनका खानपान मिल्ने भयो, त्यसपछि रहनसहनको तरिका, कपडा आदि इत्यादिहरू पनि मिल्ने भयो। त्यसैले यिनमा समानता हुन्छन्। अब व्यक्ति र समाजको सम्बन्ध है। सक्रिय व्यक्तिले समाजलाई दिने के। अब सक्रिय आधारशील व्यक्ति समाजको आधारभूत एकाइ हो। व्यक्तिको सक्रिय सहभागिता, सकारात्मक सोच, अनुशासन र नियम पालनाले नै समाज समृद्ध र व्यवस्थित बन्दछ। यसको भनेको चाहिँ अब व्यक्तिले आफ्नो कर्तव्य निभाइरहे अब ले गर्दा चाहिँ अब समाज बनेको। किनकि अब समाज बन्न एउटै मानिसले त बन्ने होइन। अब समाज बन्नको लागि के चाहिन्छ? नियम चाहिन्छ। उसले नियम पालना गरेर सहभागिता चाहिन्छ। उसले सहभागी गरेर सहभाग लिइरहेछ। अनि त्यसपछि उसले चाहिँ अब राम्रा कुरा सिकाइरहेछ समाजका व्यक्तिहरूले आदि इत्यादि यस्तै कुराहरू पर्दछन्। त्यसपछि आउँछ समाजले चाहिँ व्यक्तिलाई दिने कुराहरू। त्यसपछि आयो सुरक्षा र विकास। समाजले व्यक्तिलाई सुरक्षा, शिक्षा, संस्कार, संस्कृति र सामाजिक पहिचान प्रदान गर्दछ। समाज बिना व्यक्तिको क्षमता, विकास र अस्तित्व सम्भव हुँदैन। यो भनाइको मतलब कि अब समाजले चाहिँ व्यक्तिलाई शिक्षा प्रदान गरेर संस्कार, संस्कृति र सामाजिक पहिचान माने यो समाजको हो, यस्तो प्रकारको व्यक्ति हो भन्ने चाहिँ पहिचान दिइरह। अब समाजले व्यक्तिको विकास र अस्तित्वमा सम्भव हुँदैन। मतलब समाज बिना यदि तपाईँ कुनै व्यक्ति हुनुहुन्छ नि, अब तपाईँ विकास गर्नको लागि के चाहिएला? तपाईँलाई सायद पढाइ चाहिएला, तपाईँको खानपान चाहिएला राम्रो। अनि तपाईँले अब कुनै पनि अब जस्तै विकास गर्न मानौँ नि, म एउटा अनु भन्ने व्यक्ति हो नि। अब ऊ चाहिँ अब दिनभरि खेती किसानी मात्र गरिरहेको छ अरे नि। अब उसलाई चाहिँ लगाउने कपडा पनि चाहियो होला, विकास गर्नको लागि पढाइ पनि चाहियो होला आदि इत्यादि। अब उसले त किसानी पनि गरिरहेछ अरे, अनि उसलाई पढ्नु पनि छ अरे। अनि कसले पढाउँछ उसलाई? त्यसैले समाजले चाहिँ उसलाई शिक्षा प्रदान गर्ला अनुपमालाई। अनि त्यस्तै गरी चाहिँ अब यति हो। अब तलको चाहिँ के भन्नु, के सोध्नु छ? अब हामीले समाज र समुदायका विकासमा आफ्नो स्तरबाट कस्तो योगदान दिन सक्छौँ? आउनुहोस् छलफल गरौँ। अब हामीले समाज र समुदायमा कस्तो विकास गराउनुको लागि अब के हुन्छ? अब हाम्रो विकास गराउनुको लागि धेरै कुराहरू छन्। अब जस्तै हामीले आफ्नो सकारात्मक सोच भनेर चाहिँ अब आफ्नो एउटा राम्रो योजना भनेर चाहिँ यो समाजमा यो आवश्यक छ, यो चाहिँ गर्नुपर्छ भन्न सक्छौँ कि अब कुनै पनि प्रकारको द्वन्द्व, झगडा आदि इत्यादि यिनीहरूलाई सुल्झाउन सक्छौँ। नियम पालना गरेर चाहिँ अब समाजमा एउटा शान्ति कायम गर्न सक्छौँ। कुनै पनि प्रकारको नराम्रो काम जस्तै लागु पदार्थ सेवन आदि इत्यादि रोक्न सक्छौँ। आदि इत्यादि यस्ता कुराहरू आउँछन्। अरू चाहिँ अब आफै छलफल गर्नु होला। आजको लागि चाहिँ यति, धन्यवाद।